आजको वचन छ परमेश्वरको उपस्थिति, प्रेजेन्स अफ गड है। हाम्रो जीवनमा कस्तो हुन्छ भने कहिलेकाहीँ समस्याहरू सबैको जीवनमा आउँछ, सबैको जीवनमा समस्या आउँछ। तर कहिलेकाहीँ चाहिँ यस्तो हुन्छ कि त्यो समस्या आएको आइ गर्छ, एउटा आयो सक्यो, अर्को आयो फेरि अर्को आयो, तनाव निरन्तर हुन्छ। कहिले पनि तपाईको जीवनलाई चाहिँ समस्याले छोड्दैन भने समथिङ रङ, केही चाहिँ गलत भइरहेछ, केही कुरा चाहिँ मिसिङ छ, केही कुरा चाहिँ पुगिरहेको छैन। दाउदको पालामा, दाउदको जीवनमा नि दाउदले सधैँ लडाइँ गरेन। यस्तो समय आयो, दाउद एउटा राजा हुनुहुन्थ्यो, दोस्रो राजा इजरायलको। यस्तो समय आयो जब इजरायलमा शान्ति भयो दाउदको पालामा। हामी पनि हाम्रो जीवनमा पनि यस्तो हुनुपर्छ। सधैँ हामी फाइट गरिरहने आत्मिक लडाइँ, हाम्रो जीवन आत्मिक अन्तिमसम्म आत्मिक लडाइँ हो। तर कहिले पनि हामीलाई शान्ति नै नहुने, है तनाव हुने, यो समस्या गयो फेरि अर्को समस्या आयो, यो समस्या अर्को समस्या आयो भने हामीमा केही पुगिरहेको छैन, केही चाहिँ मिसिङ छ, केही हाम्रो जीवनमा भइरहेको छ। अनि आज त्यही कुरा म भन्न गइरहेको छु। हाम्रो जीवनबाट के परमेश्वरको उपस्थिति त हटेर गएको छैन, परमेश्वरको उपस्थिति नहुन सक्छ हाम्रो जीवनमा है। मर्कुस 3:13 र 15 यसरी लेखिएको छ, प्रभु येशूले, यो चाहिँ मर्कुसको पुस्तकमा, सुसमाचारको पुस्तकमा, त्यसपछि येशू डाँडामा उक्लनु भयो र उहाँले चाहनुभएका जतिलाई बोलाउनु भयो र तिनीहरू उहाँका आए। आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले 12 जनालाई नियुक्त गर्नुभयो र तिनीहरूलाई भूतहरू निकाल्ने अधिकार दिनुभयो। भूतहरू निकाल्नु शक्तिहरू दिनुभन्दा अगाडि, नियुक्त गर्नुभन्दा अगाडि प्रभुले पहिला नि आफूसँग रहनलाई प्रभु येशूले बोलाउनु भयो। नम्बर 1 कुरा चाहिँ परमेश्वरको उपस्थितिमा रहने हो के। आज प्रभुको उपस्थितिमा हामी छ कि छैनौँ, प्रभुसँग हामी हिँड्दै छ कि छैनौँ भन्ने कुरा हो। तर येशूले जवाब दिएर तिनलाई भन्नुभयो, लुका 10:41 र 42 पदमा, मार्था मार्था तिमी धेरै कुराको विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ। मार्था सबै खानेकुरा बनाउन तयार गर्न, है, प्रभु येशू आउनु हुँदाखेरि सबै तयारी गर्न चाहिँ मार्था चाहिँ अत्तालिन्छ। प्रभु येशूले भन्नुहुन्छ, तर आवश्यकता एउटै कुराको छ, त्यही कुरा, असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिने छैन। आमेन। यो चाहिँ प्रेजेन्स अफ गड, परमेश्वरको उपस्थितिमा रहने कुरा चाहिँ मरियमले छानेकी छे। आज हामी पनि एकदम अत्तालिने, अरूको कुरा, अरू संसारको कुरामा बढी व्याकुल पो भइरहेका छौँ कि संसारको कुरामा हामी चिन्तामा हामी बढी अल्झिरहेका छौँ कि, तर प्रभुको उपस्थितिमा हामी छैनौँ भने हाम्रो जीवनमा जहिले समस्या हुन्छ, जहिले तनाव हुन्छ, कहिले पनि हामी शान्ति हुँदैन। आज यस्तै कुराहरू आज मण्डलीमा धेरै मान्छे अख्रिस्टियनबाट शान्तिसँग बसिरहेछ, तर क्रिस्चियनहरू, प्रभुको जनहरू, यस्तो उनीहरूको चाहिँ एकदमै समस्याले भरिएको जीवन हामी देख्दछौँ। लाग्छ कि बरु कहिलेकाहीँ मानिसहरूले भन्छन्, बरु क्रिस्चियन भएर यस्तो भयो भनेर मान्छेहरूले कुरो गर्छन् है, कतिले बुझेर कतिले नबुझेर। तर कहिलेकाहीँ हाम्रो जीवनमा परमेश्वरको उपस्थिति नभएकोले यस्तो हुन सक्छ। प्रभु येशूले भन्नुभयो यूहन्ना 5:5 दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। यु क्यान डु नथिङ विदाउट मी, प्रभु येशूले भन्नुभयो। प्रभु येशू बिना नि हामी केही पनि गर्न सक्दैनौँ। आज हाम्रो जीवनमा प्रभु येशूको उपस्थिति छैन भने, पवित्र आत्माको उपस्थिति छैन भने हामी केही गर्न सक्दैनौँ। तपाईँ जति नै बल गर्नुहोस्, जति नै कोसिस गर्नुहोस्, केही गर्न सक्नु। तपाईँको गाडी, जीवनको गाडी नै अगाडि बढ्दैन क्या। एउटा समस्या आयो फेरि अर्को 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 अर्को, किनभने
तपाईँ आफै गर्न कोसिस गर्दै हुनुहुन्छ। प्रभु बिना तपाईँ गर्न कोसिस गर्दै हुनुहुन्छ। परमेश्वरको उपस्थिति तपाईँको जीवनबाट हटेर गएको छ। किन हटेर गएको छ त भनेर म तपाईँहरूलाई आज दुईटा राजाको बारेमा बताएर उदाहरण दिएर म बताउने छु। हाम्रो जीवनमा परमेश्वरको उपस्थितिलाई हामीले इम्पोर्टेन्ट दिएन भने, जसरी मरियमले उत्तम कुरा छानेकी छे भनेर प्रभु येशूले भन्नुभयो, जब परमेश्वरको उपस्थितिलाई हामीले महत्त्व दिँदैनौँ भने आज हाम्रो अन्त्य साउल राजाको जस्तो हुन्छ। किङ सौल, किङ डेभिड है। म अलिकति इङ्ग्लिस पनि भन्दैछु किनभने हामी सबैले इङ्ग्लिसको जेनेरेसन पनि छन् पछाडि। मैले क्रिस्टल, प्रेज, सेलेस्टा देखिरहेको छु। सो किङ सौल एन्ड किङ डेभिड, यो दुईटा राजाको बारेमा हेर्नेछ। यो दुईटा राजाको जीवनमा के चाहिँ फरक थियो है। अनि यो चाहिँ पहिलो शमूएल 10:10 र 11 पदमा यसरी लेखिएको छ। यहाँ चाहिँ के हुन्छ भने साउल राजालाई चाहिँ, साउल चाहिँ पहिलो इजरायलको राजा हुन्छ र साउल राजा भएपछि परमेश्वरको आत्मा आउँछ। त्यहाँ मैले जुन पहिलो उसमा हाइलाइट गरेको छु है, जब उनीहरू गिबामा पुगे तब अगमवक्ताहरूको एक दल उनलाई भेट्नलाई आइरहेका थियो अनि परमप्रभुको आत्मा तुरुन्तै उनमा शक्तिसित आउनुभयो। परमप्रभुको आत्मा आयो, पवित्र आत्मा आउनुभयो साउलको जीवनमा, राजा साउलको जीवनमा। र उनी पनि तिनीहरूले अगमबाडीमा सरिक भए। जब उनलाई अघि चिन्ने मानिसहरूले उनलाई अगमवक्ताहरू जस्तै अगमबाडी बोलिरहेका देखे, तब तिनीहरू एउटाले अर्कालाई भन्न लागे, किसका छोरालाई यो के भएको हो? के साउल पनि अगमवक्ताकै दलमा छन्? मान्छेहरूले भन्न थाले, साउल राजा पनि अब त अगमवक्ता है, अगमवक्ताकै दलमा परेछ कि अगमवक्ताकै ग्रुपमा। किनभने प्रभुको आत्मा आयो, परमेश्वरको उपस्थिति आयो साउल राजाको जीवनमा। शमूएलले अभिषेक गरे, साउल राजा भयो है। साउल चाहिँ एउटा सामान्य व्यक्ति, बेन्यामिन कुलको एकदमै सानो कुलको भनेर चाहिँ लेखिएको छ। साउलले आफै म कसरी राजा हुने, म त एकदमै सानो भनेर चाहिँ साउलले भनेको। त्यस्तो जीवनमा परमेश्वरको उपस्थिति आउँछ, परमेश्वरको उपस्थिति आउँछ है। साउल राजा बन्छ, उसले कति लडाइँहरू जित्छ परमेश्वरको अभिषेकमा, परमेश्वरको उपस्थितिमा। तर बिस्तारै बिस्तारै नि साउलले चाहिँ अन्याज्ञाकारी गर्न थाल्छ। पहिला चाहिँ शमूएल अगमवक्ताले जे भने पनि मान्छ, लडाइँहरू जित्दै जान्छ। तर बिस्तारै साउलले अन्याज्ञाकारी गर्न थाल्छ। एकपटक के भइरहेको हुन्छ भने, यो लडाइँ हुन्छ, लडाइँ हुनुभन्दा अगाडि चाहिँ 7 दिनसम्म पर्ख, म आउँछु भनेर शमूएल अगमवक्ताले भने हुन्छ। शमूएल अगमवक्ताले आएर बलि चढाएपछि बल्ल लडाइँ गर्ने, त्यस्तो किसिमको हुन्छ क्या। तर साउलले चाहिँ कुर्न सक्दैन। पहिलो शमूएल 13:8-9 पदमा यसरी लेखेको छ, शमूएलले ठहराए अनुसार साउल 7 दिनसम्म पर्खिरहे, तर शमूएल गिलगालमा आएन। मानिसहरू साउलदेखि हट्न लागे, यसकारण उनले भने, होम बलि र मेल बलिहरू यहाँ म कहाँ ल्याऊ। तब उनले नै होम बलि चढाए। अगमवक्ताले गर्ने काम उसले गरे, उसले गर्नु हुँदैन थियो। साउल राजाले अन्याज्ञाकारी गर्न थाले। अनि के भयो? पहिलो शमूएल 15:9-11 पदमा, तर साउल र उनको सेनाले अर्कोचोटि चाहिँ के हुन्छ भने यो अमालेकीहरूसँग लडाइँ हुन्छ। शमूएल अगमवक्ताले चाहिँ निर्देशन दिन्छ, तिमीले सबैले मार, सबै कुराहरू, यसले एउटा कुरा पनि नछोडा, जनावरहरू नछोडा, केही पनि जीवित प्राणीहरू नछोडा भने हुन्छ। तर साउल र उनको सेनाले अगाग र असल भेडा र गाई गोरु, मोटा मोटा बाछा र पाठा र राख्ने योग्यका सबै चिजहरू बचाइराखे है। उसले चाहिँ लोभ गर्छ अनि उसले त राम्रो चाहिँ बचाएर राख्छ, फेरि अन्याज्ञाकारी गर्छ कि। फेरि शमूएलले भनेको आज्ञा चाहिँ उसले पालन गर्दैन। र यसरी चाहिँ साउल राजाले एकपछि अर्को गर्दै अन्याज्ञाकारी गर्दै जान्छ। अनि सुरुमा परमप्रभुको आत्मा आएको राजा अब बिस्तारै के हुन्छ? पहिलो शमूएल 16:14 पदमा परमप्रभुको आत्माले साउललाई त्याग्नुभयो। अनि परमप्रभुबाटको एउटा हानिकारक आत्माले उनलाई बेला बेलामा पक्रन्थ्यो। यस्तो समय आयो, अन्याज्ञाकारी गर्दा बिस्तारै परमप्रभुको आत्माले त्याग्नुभयो।
र हाम्रो जीवनमा पनि हामी के गर्छौँ भने एकचोटि अनैज्ञाकारी गर्यो केही भएन, अर्कोचोटि अनैज्ञाकारी केही भएन, केही त भएन, मलाई केही सबै कुरा पुगिरहेछ। अनि त्यसपछि हामी के गर्छौँ, अर्को अनैज्ञाकारी गर्नलाई हामीलाई बल हुन्छ, फेरि अर्को गर्न फेरि। अनि यस्तो समय आउँछ जब परमप्रभुको आत्मा हाम्रो जीवनबाट हटेर जान्छ। अनि जब परमप्रभुको आत्मा हट्ने बित्तिकै अनि हामीलाई दुष्ट चाहिँ कुरिरहेको हुन्छ। अनि यहाँ चाहिँ पहिलो कोरिन्थी 5:5 यहाँ यो पढ्छौँ पहिला है। लुका 11:24 र 26मा जब अशुद्ध आत्मा मानिसहरूबाट निस्केर जान्छ तब त्यो ओभानो ठाउँ हुँदै विश्राम खोज्न जान्छ र कतै कुनै स्थान नपाउँदा यसले भन्छ, म निस्केर आएको मेरो घरमा फर्केर जान्छु है। दुष्ट आत्मा चाहिँ निस्केर जान्छ, तर उसले चाहिँ पछि गएर म फेरि फर्केर जान्छु त्यो घरमा भन्छ। जब त्यो फर्केर आउँछ त्यसले त्यो घर बढारेर सजाइरहेको भेट्टाउँछ, सुन्दर सफा है, कति राम्रो। तब त्यो गएर आफूभन्दा ज्यादै दुष्ट, आफूभन्दा पनि अझै दुष्ट अरू 7वटा आत्माहरूलाई त्यसले साथमा लिएर आउँछ र तिनीहरू भित्र पस्छन् र त्यहाँ बास गर्छन् र त्यस मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ। त्यसैले गर्दा तपाईँले देख्नुहुन्छ कतिजना क्रिस्चियनहरूको, प्रभुको छोराछोरीहरूको दशा पहिलाको भन्दा पनि झनै नराम्रो हुन्छ। हेर्दा पनि लाग्छ अरूकै बरु अक्रिस्चियन, अन्य जातिकै बरु राम्रो छ है अक्रिस्चियनहरूको। तर हामी चाहिँ जब हामी परमेश्वरको अनैज्ञाकारी गर्छौँ, एकपछि अर्को एकपछि गऱ्यो भने यस्तो अवस्था आउँछ परमेश्वरको आत्माले हाम्रो जीवनलाई छोडेर जान्छ। बाइबलमा नि पवित्र आत्मालाई एउटा चरासँग दाँजेको छ। कुन चाहिँ चरा होला? नयाँ करारमा पवित्र आत्मालाई ढुक्कुरको रूपमा चाहिँ जब प्रभुको बप्तिस्मा भयो, ढुक्कुर ओर्लिएर प्रभुमाथि ओर्लिएको हामी देख्न सक्छौँ। ढुक्कुरलाई नि, ढुक्कुर र परेवामा फरक छ। परेवा फाइट गर्छ एकदम, तर ढुक्कुर फाइट गर्दैन, झगडालु हुँदैन कि ढुक्कुर, शान्त किसिमको हुन्छ। अनि ढुक्कुर चाहिँ एउटा शान्तिको प्रतीक, अनि एउटा चाहिँ प्युरिटी, प्योर अनि जेन्टल। अनि हामीले ढुक्कुरलाई अलिकति छुस्स छोडिदियो भने पनि ढुक्कुर चाहिँ भाग्छ, तर परेवा चाहिँ भाग्दैन, झन् नजिक 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 आउँछ। ढुक्कुर चाहिँ शान्त स्वभावको, तर अलिकति चलाइदियो भने ढुक्कुर भाग्छ। त्यसरी नै हाम्रो जीवनमा पनि जब हामी अनैज्ञाकारी गर्छौँ भने ढुक्कुर जो प्योर, त्यो शान्ति है, जो जेन्टल हुनुहुन्छ बस्न सक्नुहुन्न, जो पवित्र हुनुहुन्छ, पवित्र आत्मा परमेश्वर बस्न सक्नुहुन्न। त्यसैले बाइबलले भन्दछ पवित्र आत्मालाई के नगर, ननिभाओ। पवित्र आत्मालाई ननिभाओ। हामी निभाउँछौँ, हाम्रै जब निभायो भने के हुन्छ, घर अन्धकार हुन्छ। बत्ती मऱ्यो भने के हुन्छ, घर अन्धकार हुन्छ। जब पवित्र आत्मालाई निभाउँछौँ हाम्रो आत्मिक जीवन अन्धकार हुन्छ र दुष्टले आएर हामीलाई तहस नहस गर्छ, ठाउँ पाउँछ। हाम्रो परिवारमा, हाम्रो बालबच्चामा, हाम्रो सङ्गतिमा सबै तहस नहस गर्छ। परमेश्वरको उपस्थिति नै छैन। अनि के हुन्छ, जब प्रभुको आत्माले छोड्छ भने नि फेरि तपाईँले भन्नु होला प्रभुले त के अरे कहिले पनि छोड्नुहुन्न भनेर वचनमा लेखेको छ, मलाई त्याग्नु छैन, मलाई चाहिँ कुनै रीतिले त्याग्ने छैन भनेर तपाईँले हिब्रूको पुस्तकको वचन कोट गर्नुहुन्छ भने, त्यो भन्नुहुन्छ भने प्रभुले त्याग्नुहुन्न हो, तर हामीले त्याग्छौँ। उडन्ते पुत्रले त्याग्यो कि पिताले त्याग्यो? बुवाले त कहिले पनि त्यागेन, तर उडन्ते पुत्रले त्याग्यो, घर छोडेर हिँड्यो है। जब उसले चारो खायो त्यति बेला मात्रै उसको होस आयो। हामी त्यस्तै गर्छौँ। प्रभुले त्याग्नुहुन्न, तर हामी प्रभुको उपस्थितिबाट भाग्छौँ, हामी टाढा टाढा हुन्छौँ। हामी एउटा अनैज्ञाकारी गर्छौँ, अर्को अनैज्ञाकारी गर्छौँ, अनि यस्तो समय आउँछ अनि प्रभुको उपस्थिति हाम्रो जीवनबाट छोडेर जान्छ। प्रभुले सुरक्षा गर्दा गर्दै हामीले चाहिँ के भन्छ भने मलाई चाहिँदैन तपाईँको सुरक्षा, म आफै गर्न सक्छु। जब हामी त्यस्तो गर्न थाल्छौँ अनि हामीलाई शैतानले चाहिँ 7वटा आत्मा लिएर आउँछ, 7वटा त्योभन्दा दुष्ट लिएर आउँछ, अनि पहिलाको भन्दा अझै नराम्रो दशा हाम्रो हुन्छ। अनि एकचोटि यस्तै भएको छ कोरिन्थीको पुस्तकमा, कोरिन्थीको चर्चमा है, विश्वासीले आफ्नै बाउको, उसको आफ्नै आमा नहुन सक्छ, तर उसको बाउले अर्को विवाह गरेको हुनसक्छ र अर्को उसको अब सौतन्य आमालाई चाहिँ उसले आफ्नो श्रीमती बनाउँछ।
कोरिन्थीको मण्डलीमा। र त्यो गर्दाखेरि चाहिँ के हुन्छ भने त्यो मान्छेको त्यो पाप उसलाई सम्झायो होला, मण्डलीले सम्झायो बुझायो सबै कुरा भयो, तर उसले मानेन। अनि पावलले भन्छ त्यस मानिसलाई शैतानको हातमा सुम्पिदियो, पहिलो कोरिन्थी 5:5 ताकि त्यसको पापमय स्वभाव नाश होस्। यो भने के हो थाहा छ? यो भनेको चाहिँ जब ऊ अनैक्यकारी गर्छ नि, अब दुष्टले त्यो मान्छेको शरीरमा एट्याक गर्छ, रोग लिएर आउँछ। एउटा रोग, दुईटा रोग, तीनटा रोग, रोगपछि रोग, हरेक कुराहरू त्यो मान्छेले परिवारमा समस्या ल्याउन थाल्छ है। अनि तर प्रभुको दिनमा त्यसको आत्मा चाहिँ बाँचोस्। किन त्यसो भनेको भने सायद त्यसले पश्चाताप गर्ला भनेर। किनभने मान्छे जब एउटा शरीर रोगले ग्रस्त हुन्छ नि, उसले चाहिँ पश्चाताप गर्न थाल्छ। त्यसैले यदि तपाईँ हाम्रो जीवनमा रोगपछि रोग, समस्यापछि समस्या आइरहेको छ भने कतै हामी अनैक्यकारी गरेको छौँ कि कुनै भागमा? प्रभु मलाई देखाइदिनुहोस्। सपनामा हुन्छ, मलाई दर्शनमा हुन्छ, कोही मानिसबाट हुन्छ, प्रभु मेरो पापहरू देखाउनुहोस्। फरक के थियो भने साउल राजाले मैले पाप गरेँ भनेर त भन्यो क्या। सामुएल अब अगमवक्तासँग उसले क्षमा माग्छ, मैले पाप गरेँ परमेश्वरको विरुद्ध भन्छ। तर साउलले नि फेरि पाप गर्छ है। पछि त यस्तोसँग पाप गर्छ कि साउलले त यो बोक्सीहरू खेलाउने विचक्राफ्ट है, मन्त्रतन्त्र गर्नेसँग पो झनै जान्छ। परमेश्वरको दृष्टिमा त्यो नराम्रो कुरा, झनै नराम्रो कुरा, झनै ऊ त अब मन्त्रतन्त्र हेर्नेसँग पो जोखरा हेरेर जान्छ। र यसरी साउलले एउटा पछि अर्को, उसले कहिल्यै पनि पश्चाताप गर्दैन। र त्यसै कारणले उसको जीवनमा उसको अन्त्य यति नराम्रो हुन्छ। उसको एकै दिनमा उसको तीन भाइ छोराहरू मर्छ। उसको त्यो दिनमै उसले चाहिँ ऊ हार्छ, उसलाई चोट लाग्छ लडाइँ गर्दा गर्दै। अनि उसले के भन्छ भने यो परिस्थितिको हातबाट मर्नुभन्दा उसको साइडमा हतियार भिर्ने मान्छे हुन्छ, मलाई मार भन्छ। तर त्यसले चाहिँ डराउँछ, उसको पालो त्यही आफ्नै तरवारले हानेर साउल राजा त्यसरी मर्छ। एउटा परमेश्वरले अभिषेक गरेको है पहिलो राजाको अन्त्य त्यसरी हुन्छ। किनभने उसले चाहिँ परमेश्वरको आज्ञा पालन गर्दैन, एउटा पछि अर्को अर्को अर्को। यस्तो समय आउँछ परमेश्वरको आत्मा चाहिँ हट्यो। तर दाउद त्यसरी नै हामी अर्को व्यक्ति पाउँछौँ। त्यसपछि दाउद राजा हुन्छ, दाउद राजाले अभिषेक गर्छ। तर एक दिन दाउदले पनि पाप गर्छ। दाउदले आफ्नै सेनाको श्रीमतीसँग नराम्रो सम्बन्ध राख्छ। त्यो सेनालाई नि लडाइँमा मर्न लगाउँछ है। अगाडि फाइटको पहिलो ठाउँमा राख जहाँ चाहिँ धेरै लडाइँ हुन्छ ताकि ऊ मरोस्। त्यस्तो किसिमको पाप गर्छ दाउदले। तर दाउदले पश्चाताप गर्छ। भजन सङ्ग्रह 51:1-4 हेर्नुभयो भने दाउदले चाहिँ पश्चाताप गरेको कुरा हामी पाउँदछौँ। हे परमेश्वर, तपाईँको अचूक करुणा अनुसार म माथि कृपा गर्नुहोस्। तपाईँको अपार अनुकम्प मेरो अपराधहरू मेटिदिनुहोस्। मेरो सबै अधर्मबाट मलाई पूर्ण रूपमा धोइदिनुहोस्। र यसरी चाहिँ पछि भनिएको छ तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु भनेर यसरी चाहिँ दाउदले पश्चाताप गर्छ। र त्यस्तो पाप दाउदले फेरि गर्दैन। तसर्थ दाउदको जीवनमा परमेश्वरको आशिष रहिरहन्छ। दाउदले लडाइँ जित्छ, कति लडाइँ जित्छ। दाउदको पालामा नि इजरायलमा शान्ति हुन्छ। ऊ बुढो भएपछि मर्छ है, ऊ वृद्ध अवस्थामा मर्छ। उसले चाहिँ आफ्नो छोरा सोलोमनलाई पनि राजा बनाउँछ। त्यसरी चाहिँ दाउदको अन्त्य हुन्छ। किनभने परमेश्वरमा उसले पाप गरे पनि उसले पश्चाताप गर्छ। यदि हामी पनि यदि त्यसरी नै पाप गर्दैछौँ भने आज पश्चाताप गर्नुहोस्। न त तपाईँको जीवनमा धेरै नोक्सानी हुन्छ, धेरै नोक्सानी। त्यो धेरै नोक्सानी हुन नदिनुहोस्। घर डढ्दैछ भने अलिकति डढ्यो भने के गर्नुपर्छ? पानी लगाइहाल्नु पर्छ नि होइन। तर त्यतिकै छोड्नुहोस्, बिस्तारै त्यसले सल्किँदै पुरै घर डढाइदिन्छ। त्यसैले आज नै त्यो पानी हामीले त्यो लगाएन भने त्यो घर डढ्छ। र त्यसरी नै आज हामीले परमेश्वरको आज्ञालाई आजसम्म जे भयो कुनै अपराध कुनै पाप तपाईँको जीवनमा छ भने त्यसलाई अन्त्य गरिहाल्नुहोस्, नत्र धेरै नोक्सानी हामीले भोग्नुपर्छ है।
सबैभन्दा बढी हाम्रो जीवनमा परमेश्वरको उपस्थिति छैन भने त्यो चाहिँ सबैभन्दा नराम्रो है। मरियमले उत्तम कुरा छानेकी छ भनेर प्रभुले भन्नुहुन्छ। त्यसैले दाउदले प्रार्थना गर्छ भजन सङ्ग्रह 51 को 11 मा, मलाई तपाईँको उपस्थितिबाट नहटाउनुहोस् है। सबैभन्दा बढी डर दाउदलाई थाहा भयो, दाउदलाई चाहिँ सिक्रेट रहस्य, आज जब परमेश्वरको उपस्थिति हुन्छ भने तपाईँलाई कुनै कुराले छुन सक्दैन। आमेन। परमेश्वरको उपस्थिति जस्तो ठुलो कुरा केही होइन। यही कुरा थाहा पाएर दाउदले भन्छ तपाईँको उपस्थितिबाट मलाई नहटाउनुहोस् र न त मबाट तपाईँको पवित्र आत्मा लैजानुहोस्। आज तपाईँले पवित्र आत्मालाई चित्त दुखाउनु पर्छ कि तपाईँको बोलीले, तपाईँको बानीले, तपाईँको सोचाइले, तपाईँको विचारले कुनै कुरा केही गर्दै हुनुहुन्छ, पवित्र आत्मालाई ननिभाओ है। त्यो डोभ, त्यो ढुकुर एकदम जेन्टल हुन्छ। अनि यही कुरा मोसाले पनि बुझे। मोसाले भन्छ, मोसालाई यत्रो ठुलो अभिभार आउँछ पुरा इजरायलीलाई त्यो मिस्रबाट है। मैले मोसाको फिल्म हेर्दै थिएँ, म त्यो देख्दाखेरि ओहो म कसरी हामी यतिजना छौँ र त मलाई कति चिन्ता हुन्छ है। मोसाले त्यत्रो लाखौँ लाख मान्छेलाई लाँदाखेरि अनि फेरि परमेश्वरले कहिले पनि सबै कुरा एकैचोटि नभन्नु हुने के। पहिला मिस्रबाट निकाल्यो है। अब भाग्दा भाग्दा भाग्दै आउँदाखेरि चाहिँ अगाडि लाल समुद्र आयो। अब के गर्ने? प्रभुले सुरुदेखि मिस्रबाट आउँछ, लाल समुद्र आउँछ, तिमीले यस्तो गर्छौ, म तिमीलाई यो लाल समुद्र भाग गरिदिन्छु भनेर उहाँले कहिले भन्नु भएन। त्यसरी के एकदमै त्यस्तो समस्या आउँछ 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 हरेक कतिचोटि आउँछ र त्यो सबै कुरा सुरुमै परमेश्वरले मोसालाई भन्नु भएन। त्यति गाह्रो थियो मोसालाई। अब यत्रो इजरायलीलाई यो मरुभूमिको बाटो लानुपर्छ अनि मोसाले एउटै कुरा परमेश्वरसँग माग्यो, त्यो चाहिँ तपाईँको उपस्थिति। तपाईँको उपस्थिति हामीसित गएन भने हामीले यहाँबाट उता नलानुहोस् है। आज हाम्रो जीवनमा जब हामी अनाज्ञाकारी गर्छौँ, एउटा अघि मैले भने नि, एउटा अनाज्ञाकारी गर्यो केही भएन, अर्को गर्यो, गर्दा 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 साउल राजाको जीवनबाट परमेश्वरको आत्मा हटेर गयो, निस्केर उहाँ जानुभयो। त्यस्तो नहोस्। जब निस्केर गयो साउल हार्न थाल्यो, साउलको त्यस्तो अन्त्य भयो। त्यसैले परमेश्वरको उपस्थितिलाई है मन नपर्ने कुरा चाहिँ पाप, अनाज्ञाकारी है। यो कुरा चाहिँ हामीले आज जब हामीले आज्ञा पालन गर्छौँ भने चाहिँ परमेश्वरले भन्ने म मेरो पिता आएर बास गर्नेछु, यूहन्नाको पुस्तकमा लेखिएको छ है। शमूएलले भन्छ पहिलो शमूएल 12 मा 15 को 22-23 मा, होम बलि र बलिदान भन्दा बेसी परम प्रभुले आज्ञा पालन नै रुचाउनु हुन्न र है। प्रभुलाई महिमा होस्। म तपाईँलाई एउटा कुरा देखाउने छु। परमेश्वरले हाम्रो निम्ति आशिष राखिदिनु भएको छ है। आशिष छ, परमेश्वरको उपस्थितिमा आशिष छ, तर चाहिँ हामी चाहिँ आज्ञा पालन गर्दैनौँ। म एउटा उदाहरण देखाउँछु। अनि चाहिँ मानव अझ मैले आफूले लिँदाखेरि चाहिँ म परमेश्वरको उपस्थितिमा यसरी भयो अरे है। परमेश्वर चाहिँ म भयो अरे, अनि मसँग के छन्? परमेश्वरको उपस्थितिमा आशिषहरू छ है। यो फलफुल चाहिँ आशिषहरू छन् है। जब प्रभु हुनुहुन्छ आशिष छन्। गणेश परमेश्वरमा आयो, मेरो छोराछोरी भए है। अनि अब म गणेशलाई आज्ञा गर्छु अनि 1 2 3 भन्छु, ऊ आएर चाहिँ मेरो उपस्थितिमा आउनेछ किनभने आशिष छ यहाँ। अनि उसले चाहिँ फल खानेछ है। म उसलाई कमान्ड गर्छु 1 2 3, ऊ आएन। मैले उसलाई अब के भयो, ऊ झन् आशिषबाट टाढा भयो। अझै उता जाऊ त गणेश, मैले आऊ भने उसलाई मेरो नजिक आऊ र आशिष लिऊ। झनै ऊ अनाज्ञाकारी भएर उता गयो, झनै टाढा भयो परमेश्वरबाट। उसले जानुपर्ने यो बाटो थियो तर ऊ गयो उल्टा उल्टा। म अझै तिमीलाई भन्छु अझै उता जाऊ।
झनै टाढा भयो, परमेश्वरबाट ऊ अति टाढा हुँदै गयो र अन्तमा आशिष त यहाँ छ, हिँड्नुपर्ने यता हो, तर ऊ गयो उल्टा उल्टा। जति टाढा भयो ऊ त्यति आशिषबाट टाढा भयो है। ल आऊ आऊ नजिक यता आऊ त। धन्यवाद है। मैले यो घरबाट धोएर ल्याएको हो। अब चाहिँ म फेरि भन्छु, परमेश्वरको आशिष छ। 1 2 3 सबैभन्दा यो राम्रो छ। ताली बजाइदियो हामी। ल थ्याङ्क यू। जब उसले आज्ञा पालन गर्यो, ऊ आयो र उसले फलफुल खायो। आमेन। सिम्पल छ, सजिलो छ, तर हामीले यसलाई चाहिँ हामी कम्प्लिकेटेड बनाउँछौँ। जब हामी आज्ञा पालन गर्दैनौँ, टाढा 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 टाढा, परमेश्वरको आशिष यहीँ छ, कहीँ गएन, तर हामी नै टाढा 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 जान्छौँ र परमेश्वरको आशिषलाई हामी कहिले पनि पाउँदैन। परमेश्वरले आशिष कहिले खोसेर लानु भएन। अनि हामी चाहिँ भन्छौँ खै मेरो आशिष, खै मेरो उत्तर, तर हामी अनैक्यकारी भएको भएर परमेश्वरको उपस्थिति हामीबाट हटेर जान्छ है। आउनुहोस् हामी एउटा कोरस गाउनेछौँ अनि हामी उठौँ र यो कोरसले भने चाहिँ हामी प्रभुको आत्मा, प्रभु हामीबाट नजानुहोस् र तपाईँलाई मैले के चित्त दुखाएको छु भने मलाई क्षमा गर्नुहोस् भनेर हामी प्रार्थना गरौँ। ममा शुद्ध हृदय श्री जलोस् प्रभु, सत्य आत्मा पुनर्जीवित पार्नु। ममा शुद्ध हृदय श्री जलोस् प्रभु, सत्य आत्मा पुनर्जीवित पार्नु। मलाई तपाईको सामनेबाट ननिकाल्नुहोस्, पवित्र आत्मा मबाट नलैजानु। मुक्तिको उमङ्ग मलाई फेरि दिनुहोस्, सत्य आत्मा पुनर्जीवित पार्नु। सत्य आत्मा पुनर्जीवित पार्नु। मलाई तपाईको सामनेबाट नहटाउनु, पवित्र आत्मा मबाट नलैजानु। मुक्तिको उमङ्ग मलाई फेरि दिनु, सत्य आत्मा पुनर्जीवित पार्नु। सत्य आत्मा पुनर्जीवित पार्नु। हालेलुया। प्रभु तपाईँलाई धन्यवाद छ प्रभु यीशु।